त्यही त एक त भेजिटेरियन मान्छे त्यसमाथि जेस्टेसनल डायबिटिज अब हामीले खाने खानेकुराहरू चाहिँ एकदम लिमिटेड हुने भयो तैपनि मैले आफ्नो डायट प्लान चाहिँ यसरी गरेर आएको छु बिहान उठेर 1 ग्लास मनतातो पानी खान्छु विथ लिटल बिट अफ चिया सीड त्यसपछि ब्रेकफास्टको लागि चाहिँ धेरै जसो स्टिल कट ओट्स खान्छु दुधमा पकाएर त्यो नखाएको दिन चाहिँ whole wheat bread with guacamole and 1 cup of milk खान्छु अनि म बेरिजहरु चाहिँ टन्नै खान्छु जे बेरिजहरु भेट्छु ब्लुबेरी ब्ल्याकबेरी स्ट्रबेरी रास्पबेरी त्यो चाहिँ टन्नै खान्छु त्यसपछि डिनर बनाएछ लन्चको लागि चाहिँ किनुवा अथवा ब्राउन राइस थोरै खान्छु विथ लेन्टिल एन्ड घरमा जे करी पाकेको छ त्यो खान्छु टन्नै खान्छु करीजहरु चाहिँ अनि म मासु खादिन तर म अन्डा चाहिँ खान्छु सो 1 egg फर प्रोटिन अनि स्नैक्सको लागि चाहिँ मैले धेरै जसो फ्रुट्स नै रोज्छु एप्पल ओरेन्जेस अनि म सेलेरी विथ हमस त्यो पनि खान्छु अनि लो क्यालोरी भएको क्रैकर्सहरु त्यो पनि खान्छु अनि लट्स अफ नट्स त्यो पनि मेरो चोइसेसहरुमा पर्छ अनि फाइनली डिनरको लागि चाहिँ लेन्टिल करी अनि 1 कप अफ मिल्क हुन्छ